गुड आफ्टरनुन एभ्रिवान। आज चाहिँ नवीनको सम्बन्धमा नवीन कामलिङको सम्बन्धमा सबैमा पनि हजुरहरूले हाम्रो निमन्त्रणा स्वीकारेर आउनु भएकोमा हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। साथसाथै हार्दिक अभिनन्दन साथै स्वागत गर्न चाहन्छौँ। विशेष आज यस हलमा हामी किन उपस्थित भएको छौँ भने हजुरहरूलाई थाहा भएकै कुरा है, हाम्रो गाउँको छोरा, गाउँको साथी डाक्टर नवीन प्रधान ज्यू सम्मान समारोह हुन लागिरहेको छ। समाज घरमा हजुर विषयमा अलिक के भन्नुपर्दा उहाँ हामी अन्नबाट हामी त क्लास फ्रेन्ड पनि हो है। सो उहाँले आफ्नो शिक्षा क्षेत्रमा निरन्तर दिनु भएन। उहाँले हाम्रो गाउँघर मात्रै होइन, सिक्किमताम जिपीकै फर्स्ट पिएचडी गर्नमा आफ्नो नाम दर्ता गरिसकेको छ। सो उहाँले भन्नुपर्दा 2024 मा आफ्नो पिएचडी फ्रुट साइन्स हर्टिकल्चरमा उहाँले सक्सेस गरिसक्नु भएको छ र हजुरहरूले पनि बाहिरको नजारा थाहा भएको कुरा है। उता सिक्किमहरू र यसै गरी उहाँको साथसाथै आज हामी सम्मान समारोहमा हजुरलाई थाहा भएकै हाम्रो हेल्थ डिपार्टमेन्टलाई भन्नुभयो। सो आदरणीय खानामा चाहिँ हुनुहुन्छ उहाँको विषयमा पनि भन्नुपर्दा हजुरलाई थाहा भएको कुरा है, हाम्रो स्वास्थ्य क्षेत्रमा खानाहरू चाहिँ यहाँ छ। मापरोटी खानाहरू पनि सकेको छ। खानामा छहरू तोर्दै है ल। यति भन्दा यो मेरो छोटो भ्लग है बन्द गरौँ।